अब उता जान्छु। यहाँ अब 12 बज्न लागिसक्यो होइन। म चाहिँ अब उता साइड जान्छु। त्यसपछि के हुन्छ हेरौँ। अब स्टोरेज पनि फुल भइसक्यो मोबाइलको। पारी गाई चढिरहेछन्, तल ट्र्याक्टर चलिरहेछ होइन। अब नेपालमा मजबुरीले हिँड्नुपर्छ यस्तो बाटो, यहाँ मान्छेहरू रहरले हिँड्छ अरे यस्तो बाटोमा। आर्टिफिसियल बनाएको डाइरेक्ट देखाउँछु ल। आउनु त म पहिला पनि यता आएको गर्मीको मौसममा, अहिले चिसो। हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। सो के छ गाइज हालखबर, सबैजना सन्चै आराम हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अनि अहिले चाहिँ म बिहान उठेको 8 बजे, अहिले 8:30 भयो यता। म जाँदैछु अहिले सुमाया। आज यसो बिहान बिहान समुद्रतिरको हालखबर बुझौँ भनेर होइन। अनि मैले जो हिजो भिडियोमा देखाएको थिएँ नि मैले, यहीँको ट्रेन हो क्या यो ट्रेन म्युजियम हो। यहाँदेखि उता घुमाउन लाग्छ क्या। मेरो बस अहिले 9:51 छ, घन्टा बाँकी नै छ, त्यही भएर म त देखाउन आएको। मेरो भिडियो हिजोको आइसकेको छ युट्युबमा होइन, गएर अलिक सपोर्ट गरिदिनु होला। अब यो भिडियो चाहिँ भोलि आइहाल्छ होइन। सो बिहान बिहानको यो भाइबो आस्पेतिया है, म बस्ने ठाउँ हो यो। उताबाट आउँछ बस अनि यहाँ अगाडि आउँछ, त्यहाँबाट म चढेर जान्छु सुमाया। म चाहिँ आइपुगेँ अहिले सुमायामा छु है। यो हो सुमाया है, बिहान बिहानको भ्यू। अहिले त मान्छेहरू नै छैनन्, मौसम चिसो छ नि त होइन। यो हो सुमाया। अनि यहाँ तल पानी चाहिँ अहिले कति कम रहेछ क्या, नत्र क्या माथिसम्म आउँछ कि पानी, अहिले कति थोरै छ। म पहिला यो साइड जान्छु, त्यसपछि यता जानुपर्छ ल। म यता पनि पहिला यता देखाउँछु, पछि यता देखाउँछु ल ठाउँहरू है। म जाँदैछु यता, समुद्र छ क्या त्यता। ल बिहान बिहान केही भाइ भेट्न आएको क्या म यता चाहिँ। फेरि एउटा यता छ, एउटा यता छ, तयारी हुँदैछ यो लाग्ने। अब यसको 15-16 युरो टिकट हुन्छ। 15 मिनट जति घुमाउँछ क्या यसले समुद्रभित्र। यताबाट जाँदैछ, मैले यहाँबाट यस्तो देखिरहेको छ यहाँको भाइ। मैले उता चाहिँ देखाएको छैन कस्तो छ, म डाइरेक्ट देखाउँछु ल। आउनु त म पहिला पनि यता आएको गर्मीको मौसममा, अहिले त चिसो भयो। त्यति बेला मान्छे यहाँको के इन्फर्मेसन दिएको छ यहाँको बारेमा होइन। यहाँ यस्तो यस्तो गर्ने, यो गर्ने, यो नगर्ने यस्तो छ। यहाँ यस्तो दुइटा घोडाको मुन्डा बनेको छ। मुन्डो हो कि मुन्डो। पानी त निकै तल रहेछ नि अहिले त। हेर न यस्तो छ भाइ फेरि बिहान बिहानको है। ओके यस्तो छ हेर्नुहोस्।
यता समुद्र त्यो मान्छेहरू त कोही खेलिरहेछन् होइन। त्यो चाहिँ पछाडिको भाग होइन। अनि एउटा अर्को साइड पनि छ क्या पलाइया, त्यस्तै पलाइ अर्को साइड छ। अर्को साइड चाहिँ राम्रो छ, यहाँ ढुङ्गाहरू धेरै छ हेर्नु नि। यो यस्तो चट्टान छ यहाँ। पुग्यो गाइस, अघि त म गएको तल हो, त्यहाँ गएको थिएँ अनि त्यहाँ घुमेँ, त्यता घुमेँ। अहिले म यहाँ माथि आएको छु। अब यहाँबाट पारिबाट हिँड्दै ऊ पारीको टपमा गएर त्यहाँ गएर भिडियो बनाउँछु म है। यो मान्छे हिँड्ने बाटो रहेछ क्या, हाइकिङ गर्ने। फेरि टिकट लाग्छ कि थाहा भएन, टिकट लाग्यो भने नजाने, टिकट लागेन भने जाने हो। म त्यहाँ जान्छु, त्यहाँबाट फर्किन्छु फेरि होइन। यता सुमाया बजार चाहिँ यता पर्छ है बिचमा। ल हेर्नु गाइस, अघि न पारि डाँडाबाट आएको होइन। यहाँ आइपुगेपछि यता चाहिँ टिकट लाग्ला जस्तो छ है, मलाई त टिकट लाग्छ जस्तो लाग्यो। यहाँदेखि यस्तो भ्यू देखिन्छ यहाँको होइन। यो हामी अहिले टपमा छौँ। त्यहाँ पारी जाऊँ भनेको कि त्यो टपमा जाऊँ भनेको, त्यहाँ टिकट लाग्छ जस्तो लाग्यो कि मान्छे त्यो चेक गराएर हिँडिरहेछ। अब टिकट नलाग्ने रहेछ यता होइन। म चाहिँ हिँडिसकेको यता घुम्नलाई। अब नेपालमा मजबुरीले हिँड्नुपर्छ यस्तो बाटो, यहाँ मान्छेहरू रहरले हिँड्छ अरे यस्तो बाटोमा। यो आर्टिफिसियल बनाएको बाटो के हिँड्न भनेर, यहाँदेखि उता नजानु भन्छ होइन। सो यहाँदेखि यस्तो भ्यू देखिरहेछ। म त्यहाँ आएँ, त्यहाँबाट त्यहाँ आएँ, अहिले यहाँ छु। अब यदेखि टप लास्टमा जान्छु, त्यसपछि बल्ल यसको पछाडि जाने म। हुन्छ नि हाइकिङ गर्ने मान्छेहरू, ट्रेकिङ गर्छन् त्यस्तो मान्छेहरू हिँड्नको लागि के। खासमा हाम्रो नेपालको हिमालको जस्तै बाटो छ यो। डेन्जर छ नि बाटो त फेरि। अरे यार कुना, यता समुद्र यता बाटो, हामी पहाडमा है। ए यो गाइस, विदेशी लाइफ काम छैन, घुम्यो भिडियो बनायो हिँड्यो, त्यही काम भइरहेछ अहिले चाहिँ। अब काममा लागेपछि फेरि भिडियो चाहिँ अलिक कमै आउँछ। ल हेर्नुहोस्, ड्याङ ट्याडे लगाएर एउटा घर होस् यस्तो होइन। अनि उतापट्टि हेर्नु नि त, त्यो सबै बारी हो, त्यहाँ सिमीहरू सबै गोबीहरू सबै लगाएको छ। अनि यता ट्र्याक्टर चलिरहेको छ। म चाहिँ यता हिँड्दैछु है गाइस। अब म जान्छु यहाँदेखि पुरा डाँडामा जान्छु, त्यहाँबाट पछि के हुन्छ फर्किनु पर्ला जस्तो भयो। यहाँ मोबाइलको स्टोरेज नै पुगेन कि भिडियो बनाउनै मिलेन यार। एक दिन हो त्यो माथि पनि हिँड्नु जान्छु म। अब कस्तो भन्दाखेरिमा घरमा बसेपछि दिमाग खराब हुन्छ, त्यही भएर यसो बाहिर घुमौँ, केही नयाँ कुराहरू सिक्न मिल्छ होइन, नयाँ कुराहरू जान्न पाइन्छ। यहाँ यो ठाउँमा यस्तो छ, यो ठाउँमा यस्तो छ भन्ने कुरा बुझिन्छ होइन। त्यही भएर पनि अब घर बसेको बेलामा घरमा नबस्ने के, बाहिर यताउता हिँडिहाल्नेको केही कुराहरू नयाँ कुराहरू सिक्नलाई। यस्तो छ त्यो पारी गाईहरू चढिरहेछ। अनि यता कस्तो हेर्नु निलो पानी देखिरहेछ अहिले यार। म चाहिँ यहाँ आइपुगेँ होइन। यहाँदेखि भ्यू चाहिँ यस्तो देखिन्छ, अरू मान्छेहरू अगाडि फोटाहरू खिच्दैछ होइन। म चाहिँ अब उता जान्छु, यहाँ अब 12 बज्न लागिसक्यो होइन। म चाहिँ अब उता साइड जान्छु, त्यसपछि के हुन्छ हेरौँ। अब स्टोरेज पनि फुल भइसक्यो मोबाइलको, भिडियो भयो भने भयो, भएन भने अब यति भिडियो हुन्छ। म स्विमिङ गरेर जान्छु अब त्यसपछि के हुन्छ हेरौँ। आज मौसम पनि राम्रो छ कि, एकदम घाम राम्रो लागिरहेछ होइन, एकदम क्लिन छ होइन। के हुन्छ हेरौँ। अब चाहिँ म फर्किन लाग्यो। अब यहाँबाट फेरि त्यही बाटो, मेरो मोबाइलले साथ नदिने भयो होइन, स्टोरेज नै फुल भयो। अब घरमा गएर भिडियो के डिलिट गर्नुपर्छ। अब अरू भिडियो चाहिँ यो भिडियोलाई सपोर्ट गर्नुहोस्, अरू भिडियो बनाउँदै गर्छु म होइन। अब चाहिँ म घर फर्किन्छु, किनकि मेरो भिडियोले साथ नै दिएन, भिडियोले साथ दिएन भन्छु, मोबाइलले साथ दिएन, स्टोरेज फुलको फुल भन्यो कि भिडियो बनाउनै मिलेन। बाई बाई सुमाया। अब चाहिँ जाने म घर। यति भन्दै भिडियोलाई म यति साइड गरिदिन्छु। यो भिडियोलाई चाहिँ कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, जे गर्नु छ गर्नुहोस् है।